हजुरहरूले देखिहाल्नुभयो आज मैले के बनाउन लागिरहेको छु। यो चाहिँ खसीको फोक्सो हो। खसीको फोक्सो फ्राई बनाउँदाखेरि चाहिँ यसरी फुक्दाखेरि चाहिँ प्वालहरू भएन भने हजुरहरूले यो टेक्निकबाट पनि बनाउन सक्नुहुन्छ। यहाँ मैले चाहिँ 2-3 चम्चा बेसन, त्यसपछि जिरा धनियाँको धुलो, बेसार अनि एउटा अन्डा, थोरै मिट मसला, लसुनको पेस्ट राखेर यसरी घोल बनाएँ। त्यसमा मैले पछि चाहिँ नुन पनि एड गरेँ। त्यसपछि यो घोललाई चाहिँ हामीले यो फोक्सोमा चाहिँ यसरी सोली लिएर राख्नुपर्ने हुन्छ। हजुरहरूले अरू दुधको प्लास्टिक, केचपको बोतलबाट पनि यसरी यो घोललाई चाहिँ राख्न सक्नुहुन्छ। सबै घोललाई चाहिँ यसरी राखिसकेपछि यसलाई चाहिँ टाइट गरी चाहिँ त्यहाँनिर बाँधिनु पर्ने हुन्छ। मैले चाहिँ यहाँ क्यारोटलाई चाहिँ राखेर अनि त्यसपछि धागोले पनि मजाले बाँधिदिएँ। यसरी बाँधिसकेपछि चाहिँ यसलाई चाहिँ 20 मिनटको लागि चाहिँ बोइल गरिदिने। त्यसपछि हाम्रो फोक्सो चाहिँ रेडी हुन्छ। अब यसलाई चाहिँ सेलाइसकेपछि मजाले सानो पिसमा चाहिँ कट गरेर फ्राई गर्नुपर्ने हुन्छ। ल अब हाम्रो फोक्सो फ्राई गर्नको लागि रेडी भयो। अब मैले एउटा कराईमा चाहिँ तेल तताएँ। त्यसपछि मैले यो फोक्सोलाई चाहिँ त्यहाँनिर फ्राई गर्नको लागि राखेँ। एकछिन फ्राई भएपछि मैले यसमा बेसार, नुन राखेँ। त्यसपछि फेरि मैले यसलाई एकछिन फ्राई गरेँ। एकछिन मजाले फ्राई भइसकेपछि फेरि मैले यसमा जिरा धनियाँको पाउडर अनि लसुनको पेस्ट अनि रातो खुर्सानीको धुलो राखेर मजाले फ्राई गरेँ। त्यसपछि चाहिँ मैले यसलाई चाहिँ मजाले 5-7 मिनटको लागि नै मजाले सानो फ्लेममा चाहिँ फ्राई गरेँ। अनि त्यसपछि हाम्रो फोक्सो फ्राई रेडी भयो। यसरी पकाउँदाखेरि यस्तो टेस्टी फोक्सो फ्राई बन्छ। हजुरहरू पनि एकचोटि ट्राई गर्नुहोस्, कस्तो मिठो बन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज एन्ड फलो फर मोर रेसिपिज। बाई।